नमस्ते सबैजनालाई। आज म कुरा गर्न गइरहेको छु भर्खरै प्रदर्शनमा आएको नेपाली चलचित्र जेरी अन टपको बारेमा। हिजो मात्र मैले यो चलचित्र हेर्न पाएँ र मैले अनेस्टली भन्नुपर्छ मलाई यो चलचित्र एकदमै मन पर्यो। बाउ र छोरा बीचको इगो र कम्पिटिसन बढ्दै गएर सगरमाथा चढ्नेसम्म कसरी पुग्छ त्यसैको सेरोफेरोमा कथा बुनिएको छ र यसमा सबै कुरा छ। यसमा लभ, कमेडी, एडभेन्चर, इमोसन सबै कुराको सम्मिश्रण छ यसमा। यो फिल्मको सबैभन्दा बलियो पक्ष भनेको यसको सिनेमाटोग्राफी र यसमा सबै कलाकारहरूले गरेको अभिनय हो। कसैको पनि एक्टिङ फेक लाग्दैन, सबैको नेचुरल लाग्छ र दृश्यहरू एकदमै राम्रो तरिकाले खिचिएको छ। क्यामेरा वर्क्स असम। अब जसिता गुरुङको त के कुरा गर्नु, यसमा पनि उनको प्रस्तुति एकदमै दमदार छ, अभिनय एकदमै दमदार छ। चाहिने ठाउँमा उनको इमोसन, उनको त्यो एक्सप्रेसनहरू एकदमै प्रष्ट झल्केको छ। यो मुभीको कथाको मेरुदण्ड नै हुन् उनी र उनले एकदमै जीवन्त अभिनय गरेकी छन्। र मेरो लागि सबैभन्दा ठुलो सरप्राइज थियो आँचल शर्माको अभिनय। मलाई उनी सधैँ मोडल जस्तो मात्र लाग्थिन्, कहिले पनि एक्टर लाग्थेन, तर यसमा चाहिँ एकदमै अमेजिङ काम गरेकी छन्। यो मुभीको भिएफएक्स र मेकअप एकदमै प्रशंसनीय छ। एभरेस्ट चढेको सिनहरू हेर्दा एकदमै मजा आउँछ, आफू पनि कतै त्यही ठाउँमा छुकी जस्तो भान हुन्छ। एकदमै रोमाञ्चक दृश्यहरू छन्। यो मुभीको सबैभन्दा कमजोर पक्ष भनेको यसको लम्बाइ हो, जुन अलमोस्ट 3 घन्टाको छ। हेरुन्जेल बोर चाहिँ लाग्दैन, तर टाइट एडिटिङ गरेर 2 घन्टा 20 मिनट जतिमा सकाएको भए एकदमै बेस्ट हुन्थ्यो। संसारको टप 10 गाइडमध्ये पर्ने पेमा 81 बिरामी पर्छ सगरमाथा चढ्दा, र जबकि केटा जो चाहिँ कहिले सेपमा पनि छैन ऊ भने एकदम फिट देखिन्छ र बिना अक्सिजन नै तलमाथि गइरहेको हुन्छ। त्यो अलिक पच्दैन। अब योभन्दा धेरै भन्यो भने कथा रिभिल हुन्छ, त्यही भएर नभनौँ, तर त्यो अलिकति अकवर्ड चाहिँ लागेको थियो। गर्लफ्रेन्ड श्रेया हुँदाहुँदै जेरीको मनमा पेमाको लागि कसरी माया पलायो, पेमाले पनि जेरीलाई किन एक्कासी मन पराउन थाली, त्यो बिल्डअप त्यो त्यति विश्वास लाग्दो देखिँदैन। त्यो केमिस्ट्री बिल्डअप गर्नलाई अलिकति एक्स्ट्रा टाइम दिएको भए एकदम राम्रो हुन्थ्यो। दर्शकहरूले कनेक्ट गर्न अलिक सक्दैनन्। भिएफएक्स महँगो भएर पनि होला, एउटा लेभलबाट अर्को लेभलमा जाँदा एकदम छिटो छिटो जम्प गरेको जस्तो लाग्छ। त्यो ठाउँमा उनीहरूको चाहिँ स्ट्रगल देखाएको भए दर्शकले अझ बढी कनेक्ट गर्न सक्थ्यो। उनीहरूको लागि दर्शकलाई त्यो क्यारेक्टरहरूप्रति इमोसन अझ बढी आउन सक्थ्यो। गीतहरू ठिकठाक नै छ, त्यस्तो एकदम आउटस्ट्यान्डिङ केही पनि छैन। कथालाई अगाडि बढाउन पनि केही हेल्प गर्दैनन्, जे एक दुईवटा गीत चाहिँ चल्न सक्छ। अब कुनै पनि चलचित्र पर्फेक्ट हुँदैनन्। यो सानोतिनो कमजोरीहरूको बावजुद पनि यो मुभी एकदमै राम्रो बनेको छ। अनेस्टली भन्नुपर्दा यसले नेपाली मुभीलाई नेक्स्ट लेभलमा पुर्याएको छ भन्दा फरक पर्दैन। डिरेक्टर सुयोग गुरुङको भविष्य एकदमै उज्जवल छ। उनीबाट हामीले धेरै राम्रो राम्रो मुभीहरू आगामी दिनमा देख्न पाइन्छ भन्ने आश गर्न सकिन्छ। हजुरहरूले यो मुभी हेर्नुभएको छैन भने कृपया हलमा गएर हेर्नुहोला। पुरै पैसा असुल चलचित्र बनेको छ र हामीले यस्तो गुणस्तरीय चलचित्रहरूलाई सपोर्ट गर्नुपर्छ।